साथीहरु आज भिडियो विशेष छ हेर्न सक्नुहुन्छ। यो देखिने चाहिँ वाल मिक्सचरको पोइन्ट हो, हेर्न सक्नुहुन्छ। राइट साइडमा चाहिँ कोल्ड वाटर हुन्छ, लेफ्ट साइडमा चाहिँ हट वाटर हुन्छ। यो मैले विशेष भिडियो चाहिँ किन भनिरहेको छु भने यहाँ हेर्नुस्, यहाँ राम्रोसँग हेर्नुस्। यहाँ यो ब्रास फिमेल एल्बो हेर्न सक्नुहुन्छ। यहाँनेरि बाहिरै छ, हेर्न सक्नुहुन्छ। यो प्लास्टरको बाहिर, यो प्लास्टरको भन्दा बाहिरै छ। यहाँ हेर्न सक्नुहुन्छ। यो बेन पाइपको यो माथि हेयर शाफ्टको पोइन्ट हो। यो माथि हेयर शाफ्टको पोइन्ट सबै यो हेर्न सक्नुहुन्छ। यहाँ टाइल पनि छैन, यहाँ टाइल नभए पनि धेरै नै बाहिर यहाँनेरि हेर्न सक्नुहुन्छ। धेरै नै बाहिर फिट गरिरहेको छ। अब हेर्न सक्नुहुन्छ। यो मिस्टेक हो कि होइन ल, यो चाहिँ ठिकै हुन्छ। टाइल यहाँ तास्दा भने यो ठिकै हुन्छ। यो मिस्टेक छ, टाइल भन्दा माथि नै आउँछ। यो झन् धेरै नै मिस्टेक छ, हेर्न सक्नुहुन्छ। यहाँनेरि हेर्न यस्तो मिस्टेक गर्नेहरूले चाहिँ काम पाउँछ। हेर्नुस्, राम्रो काम गर्ने मान्छेले काम पाउँदैन। यस्तै मिस्टेक गर्ने मान्छेले चाहिँ धेरै काम पाउँछ। यहाँ यो चाहिँ अर्कैले, यहाँ यो वाल मिक्सचरको यो सिपिभिसी पाइप अर्कैले फिट गरिरहेको हो। यसमा चाहिँ मैले यहाँ वाल मिक्सचर फिटिङ गर्नु भनेर यहाँनिर ओडेको हेर्न सक्नुहुन्छ। टाइल पनि यतिको आउँदैन, लगभग 1 इन्ची छ। च्यानलमा नयाँ हुन्छ भने एसडिपी इलेक्ट्रिक प्लम्बर युट्युब च्यानल सब्सक्राइब गर्नु होला। नयाँ हुन्छ भने फलो गर्नु होला। साथीहरु सुदीप सुनुवार फलो गर्नु होला। हेर्न सक्नुहुन्छ। यस्तो मिस्टेक देखाउँछ है साथीहरु। नयाँ अपडेट